एकैछिन डाँडामा यो पहाडमा यस्तो बर्बाद भयो पानीमा भिजेर यस्तो हल्दैछ पानी बर्बाद टल्केको म भर्खरै मेरो क्याम्पिङ स्पट आइसकेछु म यो माथि टपमा पुग्ने हो हुँमा चाहिँ क्याम्पिङ गर्न आएको हिउँ चाहिँ तपाईँको परेर गलिसकेछ। नमस्कार सम्पूर्ण मेरो युट्युबर साथीहरूमा म आज धौलागिरीको बागलुङ जिल्लामा म आज क्याम्पिङ गर्न आएको छु र तलबाट म तपाईँहरूलाई देखाएको थिएँ त्यही टपमा आइपुगेको छु र आजको मेरो यहाँ क्याम्पिङ नाइट हुनेछ। यो जङ्गल एरिया छ यहाँ यो पुरै जङ्गल एरिया हो। आज यो जङ्गल एरियामा माथि गएर मैले ठाउँ खोजेर म क्याम्पिङ गर्नेछु। अब चाहिँ फटाफट क्याम्प सेटअप गर्छु किन भन्दाखेरि यहाँ भइसकेको छ जग्गा अझ 15 दाउरा खत्न बाँकी छ। अब फटाफट दाउरा काट्नुपर्छ किन भन्दा रात हुनु लागिसक्यो। अहिले रातभरि पनि जाडो हुन्छ। जनावरहरू धेरै छ, बाघहरू गाउँलेहरू बाघहरूले धेरै कुकुरहरू खाने गाउँघरको पशु जन्तुहरू खाने गर्छ भन्छ। बँदेलहरू पनि आउँछ यहाँ, त्यही भएर रातभर आगो जलाउनु पर्छ। त्यही भएर दाउरा त मैले धेरै खोजेर राख्नुपर्छ। अब रात पर्नु लाग्यो, 4:30 हुनु लागिसकेको छ।
यहाँ त पानी होइन बर्फ पर्छ हिउँ पर्छ बर्फबारी पनि हिउँ परेको थियो तर यहाँ परेन छ पिघलेर गयो गलेर फेरि पनि हिउँ पर्न सक्छ कोफी गरम पानी लिएर आएको छु होइन गरम पानीमा खुकुरीको बेडहरू पनि बनाउँछ खुकुरीहरूको र यो गुराँस जलाउनु पनि राम्रो हुन्छ यहाँ यो बागलुङको यो जिल्लामा 7-8 प्रकारको गुराँसहरू पाइन्छ रातो अलिकति गुलाबी कलरको धेरै कलरको यस्तो भयो त मधुरो देखेछ जुनलाई मधुरो देखेछ माथि पनि पानी पर्छ जस्तो भएको छ मौसम त त्यहाँ पहाडी गाउँहरू हो म यहाँ डाँडामा छु यहाँ पहाडी गाउँ छ र यो पुरा वन क्षेत्र हो यो जङ्गल यतातिर पुरा वन क्षेत्र यो घना वन क्षेत्र छ त्यो माथि के हो आँखा जलेको देख्यो के हो गयो त्यो माथि के थियो के हो के थियो यसमा भाग्यो के जानवर थियो आँखा टिल तल्केको कहाँ भाग्यो के जानवर हो लेग पिस यहाँबाट यो चिकन लेग पिस छ मेरो आज यो चिकन लेग पिसलाई यसलाई मजाले काट्छु यस्तो गरेर मजाले मजाले यस्तो गरेर मजाले यसलाई कम आगोमा पकाउनु पर्छ डर छ नानी आगोले कम गर्नुपर्छ धेरै भइगयो आलु पनि पोल्न पर्यो थोरै जुसी भएछ जुसी दामीले पाकेछ
चिकन पानी पर्न सक्छ तर यता पहाड क्षेत्र अस्ति त हिउँ पर्यो भने यहाँ हिउँ पनि पर्न सक्छ किन भन्दाखेरिमा यहाँ हिउँ पर्छ यो बागलुङको क्षेत्र मजाले पाकेको लेग पिस त दस बज्न लागिसक्यो अब सुत्नु गजबले गुड मर्निङ साथीहरू म भर्खर उठेँ पुरा यहाँ पानी परेर रातभरि आज पुरा यहाँ टेन्टमा छु चाहिँ पुरा हेर्नु त भिजेर बरबाद कपडा त हाम्रो स्लिपिङ ब्याग पनि खत्तम सब बर्बाद भयो अच्छा पुरा मेरो पेन्ट पनि भिजेर खत्तम यो पेन्ट पनि यतातिर पुरा भिजेछ बर्बाद भयो पानीमा भिजेर पानी यस्तो आएको छ अब के गर्ने होला हो भर्खर 4:30 भएको छ यस्तो भएछ थलथल हेर्नु त तल पुरै पानी छ यहाँ पानी आमा पुरै पानी पुरै पानी गएको छ अब उज्यालो भयो भने ठ्याक्कै निस्किहाल्ने हो उज्यालो भयो भने यस्तो गरेर बसेछ अब के गर्नु उज्यालो भयो भने निस्किने हो बहुत चिसो भएको छ म त 2-3 बजीतिर निन्द लाग्दाखेरिमा त सुतेको किन चिसो भइछ भनेर हेरेको त पुरा तल त पानीले त यो पुरा यो ब्ल्याङ्केट खतम यो पुरै चिसो छ आहा यो पुरा चिसो छ फुट कसरी लाने हो अब अहिले उज्यालो भयो भने जाने हो यहाँ त पुरा बरफ जम्मेको छ हेर्नु त तपाईँलाई देखाइदिन्छु मैले यहाँ पुरा बरफ जम्मे यहाँ त पुरा यस्तो यहाँ हेर्नु त आँखै देखिन्न के हो यहाँ हेर्नु त यो बरफ पुरा हिउँ जम्मै थियो त थोरै हिउँ त परेको रहेछ चिसो यस्तो हिउँ पऱ्यो बाहिर आगोहरू सबै बुत्यो भन्छ निस्किहाल्ने हो अब
सामानहरू फटाफट प्याक गर्ने। पानी त परिरहेछ अलिअलि, सुन्नु सक्नुहुन्छ नि, यहाँ पानी ट्याक 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 गरिरहेछ। यो टेन्टमा हेर्नु न यस्तो भइसक्यो रहेछ, यस्तो छ टेन्टमा। अब पुरा पानी रसाएर, पुरा पानी रसाएको छ, रसाएको। अब उज्यालो हुनु लागिसकेको छ, अब उज्यालो हुन्छ होला एकछिनपछि। अब म निस्किन्छु, पानी परिरहेछ यस्तो खतरा। पुरा दाउरा पनि पुरा भिजेछ, यो दाउराहरू पुरा आगोहरू सब बुटेको छ, दाउराहरू पुरा भिजेछ। ल अब म टेन्ट फटाफट खोल्छु, पानी परिरहेछ यहाँ, अवस्था ठिक छैन अहिले, पानी परिरहेछ, देख्न सक्नुहुन्छ। ल साथीहरू, मेरो भिडियो कस्तो लाग्छ हजुरले हेरेर कमेन्ट गर्नु होला र लाइक पनि गर्नु होला, सब्सक्राइब पनि गर्नु। भएको छ पानी पुरा, यहाँ पानी यस्तो भएको छ, यहाँहरूको पानी, पानीमा कसरी सुत्ने हो, पुरा पानी परिरहेछ, बर्बाद, पुरा पानी परिरहेछ साथीहरू। रातभरि पानी परेर मलाई जाडोमा सुत्नु यस्तो अप्ठ्यारो भएन। र अहिले हेर्नुहोस् त, यसमा हिउँ परेको डाँडामा, यो पहाडमा यस्तो राम्रो भ्यू छ, दामी। हेर्नुहोस् त यो भ्यू यस्तो छ यो। यो चाहिँ हाम्रो धौलागिरीको आम्दानीको मुख्य स्रोत, भेडाहरू पाल्छन् यहाँ। यो पुरा हिमालमा चढ्न जान्छ यो भेडाहरू यहाँ। मेरो बाइक राखेको यहाँ हो, बाइकको मेरो कन्डिसन के छ आज, आज घर पुगाउँछ कि पुगान्न यसले। अब सरर गइन्छ।